हेलो गाइस आज चाहिँ अब कलेज जाने बेला भइसक्यो। आज कलेज जानु पनि यस्तो ढिलो भयो कि पानी परिरहेछ होइन। कलेज त जानु पऱ्यो होइन। हामी अब कलेज जान्छौँ। हामीले सेम कलेज सक्षम टिडी खेल्दैछ है। हो डबल ब्याट ओहो हिँड्नु त एजले जितिसकेको छ। हेरि सञ्जय है समीर त्यहाँ छ। रोहित यही केटा आवाज ती केटीले हेरेर भाउ नदिने। केटीले चाहिँ भाउ नदिएको म देखाइदिन्छु ल खेल्नु। मजाक लाग्यो केटालाई। यसलाई काटै यहाँ सक्षम अर्को ब्लगर हो, मोटो ब्लगर हो। यत्रो महँगो क्यामेरामा कपाल नमिलाउन यार। अहिले सञ्जयलाई बोलाइदिन्छ गेस्ट लेक्चरमा। सञ्जयले गीत गाइदिन्छ, समीरले यसरी नाचिदिन्छ, अनि रोहितले कोड सिकाइदिन्छ। गेस्ट लेक्चर भनेको त टुर जाने बेला त्यतिखेरलाई टुर जाने बेला चाहिँ गेस्ट लेक्चर बढी कलेज जाऊ नि। स्विमिङ पुल छ त्यहाँ एउटा छ, सानो धेरै छ स्विमिङ पुल। यहाँको ठ्याक्कै यहाँको मान्छे गोरो देखिँदो रहेछ क्या। वाट्सएप खोल्नु पऱ्यो नि त। प्रोफेसनल तरिकाले केटाहरू खेल्दैछन्। जित्नेकोतिर लाइट बलेको छ, हार्नेकोतिर लाइट छैन। अहिले चाहिँ हाम्रो ब्रेक छ। ब्रेकमा हामी के गर्दैछौँ? रिल हेर्दैछ। लाइट ठिक छ लाइट सन्जय हाम्रो लाइट बन्द गर्दैछौँ। अनि सर बाहिर जानुभएको छ 5 मिनट्सको लागि। 5 मिनट्सपछि हाम्रो क्लास सुरु हुन्छ। अनि यो मान्छे अब फुर्सद पाएको रिल हेरिहाल्छ। यस्तो छ अवस्था। विद्यार्थी आज धेरै प्रेजेन्ट छैन। 15जना 20जना मात्र छौँ। कविर सी गाना गाइदियो अरे एउटा यता तू मुझे मैं तुझे भूल जाऊँ ये कौन है सकता। तू मुझे भूल जाऊँ यति डाइलग थियो त। भविष्यको एक्टर भनेको हाम्रो कविर हो। कुन मुभीमा खेल्ने? भोजपुरीमा खेल्छ। ठिकै छ, खेल्न चाहिँ खेल्ला है फेरि। नेक्स्ट क्यामेराम्यान इज देयर। एउटा डान्स पनि हाल्नु नि त। डान्स आउँदैन नि दोस्त। अझै एउटा स्टेप। प्रशान्त सर नमस्ते। यो हाम्रो रोहित भाइ हो। हेलो कस्तो गोरो आउँदैछ। आइनो यो हाम्रो कविर साथी, ब्लगर भन्छु म। यो हाम्रो कविर साथीको साथी। हेर्नुहोस् कविर साथी कति राम्रो छ। त्यसलाई चाहिँ ब्रस गरेको छैन क्या, नजिक नल्याऊ। के होइन होइन गरेछु, मजा गरेँ जस्तो। यो हाम्रो समीर ब्रो। के एउटा शब्द भन्नु? शब्द हाम्रो सञ्जय भाइ। यो मुझे यसले मलाई पेल्छ अरे सपनामा। यो मान्छेले यो हुँदै
यो मुझे तिमी चाहिँ लिने हैन यो मुझे तिमी चाहिँ लिने हैन सपनामा यो मुझे तिमी चाहिँ लिने हैन सपनामा यो मुझे ए मुजी अहिले बाहिर खाना खान्छु खाना अलि उता राख न खाना के भयो के भयो के भन न केही भन्नु छैन यति त भन यार भने त सब्सक्राइब गर्नु होला लाइक गर्नु होला लाइक एन्ड सब्सक्राइब आज सक्षमले कन्टेन्ट बनाइदियो सब फुल गाइज दिस इज मी आरकेएस आर ग्यास भनेको अलिकति आरकेएस सर्ट फर्म अफ अर्की चिज होला रोहित कुमार शाह CSIT स्टुडेन्ट छोड न विथ नो जब गाइज स्टिल स्ट्रगलिङ फेज गोइङ अन गर्लफ्रेन्डसँग बोल्दैछ छैन त गर्लफ्रेन्ड छ त खोल त खोल गर्लफ्रेन्ड छ होइन नहेरौँ न ए खोल न प्राइभेसी गएपछि त्यसै गर्छ यहाँ हेर्नु गर्लफ्रेन्ड लाग्यो है यहाँबाट अब सक्षम गर्लफ्रेन्डको खोजीमा अहिले मैले खोजिसकेँ आफ्नो अनुहार पनि देखाउन हो बाबु मेरो भ्यू धेरै आउँछ नि त त्यही भएको त्यो म हो होइन यहाँ नै हेर्नु मिल्छ त्यही त त्यही त यसमा चाहिँ एउटा डिफेक्ट भयो क्या डिमेरिट्स भयो डिसेम्बर पुरा के भयो कति डिसेम्बर थियो के भयो भने आइफोनमा चाहिँ अहिले भर्खर मैले गएर के हेरेँ भन्दाखेरि ए दुइटै हेर्न पाइँदो रहेछ लाइक सेम टाइम हेर्नु मिल्छ सेम टाइम हेर्नु रहेछ यसमा मिल्दैन 17 मा आउँदो होइन यस्तो हो तिम्रो जस्तो हामी भिडियो कलमा बोल्छौँ नि त्यसरी रेकर्ड हुन्छ क्या पछाडि पछाडि पनि त्यही छ अगाडि पनि त्यही छ दुइटै हेर्नु मिल्यो क्या त्यही चाहिँ भनेको सक्षम त्यत्रोमा त कपाल नमिलाउ न क्या ठुलो हुन्छ कसरी क्यामेरा क्वालिटी त खतरनाक थियो अनि 90 यो हुन्छ होइन कति हो यस्तो गर्दा एलसिपको अहिले चाहिँ म घर आइसकेँ अनि चाहिँ मेरी आमा यहाँ मुख देखाउनु मुख देखाउनु खाना खोइ पस्किदिनु भयो पस्किसकेँ खाना हो म बाहिर जानु छ अहिले म बाहिर जान्छु एकछिन अनि अब एकछिनमा आउँछु अनि खाना खानुपर्छ ल अहिले चाहिँ म लुगासुगा चेन्ज गरेर बाहिर जान्छु फाइनली गाइज बाहिर गएको थिएन कि म अब घर आइसकेँ अब मेरो अब अघि खाना नखाइगएको थिएँ अब म खाना खान्छु अनि खाना खाएर जस्तै सुत्नुपर्छ मोबाइल चलाउनुपर्छ अनि मेरो आमाले केही भन्नु छ यो बारे आफ्नो लागि आफैले गर्ने हो अर्काले केही पनि गर्दैन बिहान उठेर सातु घोलेर खाएर जाने हो बिहान खाइन भने नखाए ग्यास्ट्रिक हुन्छ हामीलाई के हुन्छ आफ्नो ज्यानको माया आफैले गर्नुपर्छ सुन्नुभयो त कतै मेरो ज्यानको माया कसैले त गरिदिएको छैन त्यो भन्ने कुरा पनि विश्वास त छुइनँ म तपाईँलाई केही भन्नु छ सर लेट्स गो टु इट खाना चाहिँ मेरो बिहानको 8 बजी खाने खाना म 1 बजी खाँदैछु यस्तोसम्म मजा छ जिन्दगीमा बाइक छ नि बाहिर छ बाइक बाहिर छ कस्तो यस्तो बानी के यो त शीतलमा राख्नु यसरी गाली गर्नुपर्छ गाइज आज म चाँडै उठेँ होइन भोलि कलेजमा ल्याब छ अनि ल्याब रिपोर्ट त बनाउनु पऱ्यो कलेजको लागि जसरी भए पनि होइन अनि त्यसको लागि चाहिँ मैले अब 2 पेज चाहिँ ल्याब लेखिसकेँ अनि मेरो लास्ट यो कन्क्लुजन लास्ट हो यो है अब कन्क्लुजन लेखेपछि चाहिँ मेरो यो ल्याब रिपोर्ट सकिन्छ फाइनल्ली अनि त्यसरी मैले डायग्रामहरू पनि बनाएको छु एन्ड यस यु क्यान सी माई डायग्राम यस्तो छ मेरो अनि यहाँबाट सार्दैछु साइडबाट म साथीले पठाएको थियो क्या मलाई यसरी हो
म गर्दैछु अहिले यो अब कम्प्लिट भइसक्यो यति कम्प्लिट भएपछि चाहिँ अब हाम्रो भोलि ल्याबमा बुझाउन यसो मजै आउँछ नि त एकछिन होइन सरको साइन पाइन्छ क्या पहिलो कुरा त होइन अन्तिममा हुन्छ नि त ट्यु अन्तर्गतका कलेजहरूमा अन्तिममा साइन म्याटर गर्छ क्या तपाईँले प्रोजेक्ट गर्नुभएको छ कि छैन त्यो म्याटर गर्दैन तपाईँले ल्याब रिपोर्टमा साइन चाहिँ गराउनुपर्छ त्यो साइन गर्नको लागि तपाईँले ल्याब रिपोर्ट बनाउनुपर्छ त्यो एउटा समस्या हो अनि आइटी पढ्ने फिल्डमा चाहिँ अब हामीले यसरी नै पेपरले यसरी हातले लेख्ने अनि यो टिचरलाई बुझाउने अनि यो चटपटीमा बेच्ने हो क्या लास्टमा त्यति हो 1 रुपियाँ कति पेपर किन्नै लाग्छ 5 को एउटा कि दुईवटा आउँछ अझै अनि 5 कति एक बन्डल बेच्दाखेरि 20 रुपियाँको चटपटे चाहिँ कमसेकम आउँछ क्या हामीलाई पनि फाइदै हुन्छ भोक लागेको बेला खान मिल्छ यो ल्याब रिपोर्ट सबमिट गरेपछि खाना चटपटे बेचेर चटपटे अलदालाई चाहिँ बेचेर हामीले खान मिल्छ भन्ने चटपटे खान मिल्छ भन्ने कुरा हो अनि तपाईँहरूको त के छ त अनि कलेजतिर कस्तो छ हालखबर स्कुल पढ्दै हुनुहुन्छ कि घरै बसिराख्नु भएको छ कि कसरी हेर्दै हुनुहुन्छ होइन हेर्दै हुनुहुन्छ अनि लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् च्यानललाई अनि यसरी ट्युले ल्याब रिपोर्ट पेपरमा लेखेर चाहिँ हाम्रो भविष्य बन्दैन हामीले लेख्नुपर्छ ल्यापटपमा अनि मात्र हाम्रो भविष्य उज्जवल छ हामीले टाइपिङ फास्ट हुन्छ हाम्रो क्यापेसिटी बढी हुन्छ त्यो कसरी यसरी छिटो लेख्दा यसरी छिटो लेख्ने कि लेख्दाखेरि कहाँ के इररहरू आउन सक्छ कसरी त्यसलाई ट्याकल गर्ने भन्ने कुरा एमएस वर्डमा लेख्दाखेरि हामीलाई थाहा हुन्छ क्या हाम्रो यसरी पेपरमा लेखो काटो लेखो फोर हुँदा नि केही हुँदैन अनि हाम्रो अनर आइसक्नु भएको छ हेलो बाइक अनर फेरि गइसक्नुभयो ल बाइक अनर गइसक्नुभयो अनि म तपाईँलाई एटेन्डेन्स अनि अर्को समस्या एटेन्डेन्समा पनि छ अनि ट्युलाई चाहिँ हामीले के भन्छ ट्युमा चाहिँ पढ्ने हाम्रो चिफहरूले चाहिँ के भन्नुहुन्छ नि हेड चिफहरू हुनुहुन्छ नि त कलेजहरूमा चिफहरूले के भन्नुहुन्छ हामीले सकेसम्म पढ्नुपर्ने भनेको चाहिँ फरेन राइटरको किताबहरू भन्नुहुन्छ क्या उहाँहरूले तर फरेनको कलेज जस्तो चाहिँ रुल्स एन्ड रेगुलेसन कहिले पनि हुँदैन ट्युमा अनि जहिले पनि हामीले एटेन्डेन्स चाहिँ 100मा 100 आन भन्छ क्या 100मा 100 नआने पनि 80 आन भन्छ अब फरेन कलेज युनिभर्सिटीमा त तपाईँले नलेज गेन गर्न जाने हो अनि हाम्रो कलेजमा चाहिँ जाने भनेको हामी एटेन्डेन्स पुरा गर्न जान्छौँ म पनि एटेन्डेन्स पुरा गर्ने कलेज जान्छु यार पढाइको नाममा त मलाई केही नै आउँदैन पढाइको नाममा तपाईँले यहाँ देखिराख्नु भएको होला यहाँ सायद कता 0% भनेर छ होला है पढाइको नाममा चाहिँ मेरो पनि पढाइको नाममा चाहिँ यही छ यही मात्र लागु भएको छ जिन्दगीमा ठ्याक्क यो थाहा छ नि पढाइ भनेको के हुनुपर्छ जहिले पनि 0% हुनुपर्छ अनि एटेन्डेन्स चाहिँ सायद अरू पनि छ होला एटेन्डेन्स चाहिँ सायद 100% नै हुँदा नै हुन्छ पढेको छैन भने त अरू केही छैन अब आज गर्मी छैन आज किनभने पानी परिरहेछ विराटनगरमा बिहान तपाईँलाई थाहा छ होला कलेज जाने बेला पनि पानी परेको थियो अघि पनि दिउँसो भन्दा पनि कति 10-11 बजेतिर पानी नै पर्दै थियो अब घाम पनि त्यस्तो चर्को छैन खाजा खाइसक्यो अब हाम्रो काम भनेको अब यसो कन्क्लुजन लेख्दै थिएँ म अहिले अन्तिमतिर छु लेट्स राइट द कन्क्लुजन एन्ड माई ल्याब रिपोर्ट विल बी कम्प्लिटेड टुडे यो चाहिँ हाम्रो कम्प्युटर नेटवर्कको ल्याब रिपोर्ट हो अनि कम्प्युटर नेटवर्क भन्ने किताब पनि मसँग यहीँ चाहिँ यसैबाट सानो कुराहरू लेखो अनि यहाँ रिफरेन्सको लागि यहाँ साथीले पठाएको छ अनि त्यहीँबाट लेखो गरो दिनचर्या यसरी नै बित्दैछ अब एउटाको सक्नु भएको छैन अर्कोको पनि हुनसक्छ ल्याब रिपोर्ट नगरेको धेरै दिन भइसक्यो सरले चाहिँ कति 4-5 वटा गराइसक्नु होला म भर्खर 1 नम्बरमा छु त्यही भएर हो गर्न चाहिँ अल्छी लाग्छ ल्यापटपमा भएको भए कमसेकम गाना सुन्दै भए पनि गरिन्थ्यो होइन अहिले त के गर्नु यस्तै छ ल अहिले चाहिँ म ल्याब रिपोर्ट लेख्न जान्छु तपाईँहरू पनि जानु होला आफ्नो काम गर्न ल्याब रिपोर्ट त मैले हगि नै सकिसकेँ होइन अब अहिले अब साँझ पर्न आँटिसक्यो अनि अब साँझ पर्ने क्रम जारी नै छ अहिले हाम्रो 6:15 बितिसक्यो घडीमा हेर्ने हो भने ठ्याक्कै 6:14 भयो 6:15 भनेर टाइम धेरै बेर लाग्दैन नि त होइन अनि साँझ पर्ने प्रक्रिया जारी नै रहन्छ यो दैनिक खेल हो होइन अनि अब के गर्नु त अपलिफ्ट हुनलाई चाहिँ त्यो बारे सोच्नु परिरहेछ यहाँ के काम गर्दाखेरि चाहिँ मान्छेले पैसा यस्तो कमाओस् कि साले भोलिको दिनमा गएर भन्नु नपरोस् कि यो गर्ने यो गरिन भनेर चाहिँ नभन्नु परोस् क्या एटलिस्ट ट्राई समथिङ केही गर
यत्तिकै नबस, मान्छेले सोध्छ, सोच्न देऊ, भन्छ भन्न देऊ। एटलिस्ट तिमीले त केही गर्यौ, त्यो तिमीलाई रिग्रेट हुनु भएन। तिमीले भनेका कुरा तिमीलाई लाग्छ आज म यो गर्छु, आज म त्यो गर्छु, त्यो सोचेर मात्र भएन, त्यो तिमीले गर्नु पर्यो। त्यहाँबाट तिम्रो भविष्य निर्धारण हुन्छ। मैले सोचेको थिएँ कि म यो किन्छु, केही समय पछाडि किन्छु, त्यो किन्यो नि त। अब मेरो मोबाइल चेन्ज गर्नु छ, मोबाइल पनि चेन्ज गरौँला, समय आउँछ समय ल्याउनुपर्छ है। अनि यस्तो किनिन्छ कि मोबाइल अगाडि पछाडि दुइटै हेर्न मिल्छ। आइफोन 17 प्रो म्याक्स किनिन्छ किनेपछि बनायो भने फेरि पैसा पुगेन भने यस्तै एन्ड्रोइडमै झरिन्छ फेरि। त्यसैले अब बेलुका पर अब घुम्न जाऊँ भने घर आज मेरो कति 2-3 दिन भइसक्यो यस्तो मजाले सिकिरहेको छ। घरमा बस्यो अनि पछाडि मोबाइल हेरो, बाहिर घुमो, अनि टु ड्यामेज लाइफस्टाइल अफ माई ड्यामेज लाइफस्टाइल भइरहेछ क्या। मान्छे लाइफ ड्यामेज म त अदर मेरो ड्यामेज लाइफस्टाइल छ। कलेजको रुटिन यस्तै छ, म उस्तै छु। हामीलाई कसरी सुधार्ने भन्ने कुरा हुन्छ। नसा छ पास कसरी हुने, तर पास भइहाल्छ होइन। पास हुनुपर्छ परीक्षामा। कसैलाई थाहा छ कसरी पास हुन्छ एक्जाममा, त्यो मलाई भन्दैौ न यार। लास्टै गाह्रो भइसक्यो यार पढ्न यार मलाई अहिले। अब यो उमेरमा आएर मान्छेले डक्टर पिएचडी सब गरिसक्छ नि भन्छ, अझै पढ्नुपर्छ भन्छ। म भर्खर 20 वर्षको उमेरमा आएर मलाई रियलाइज भयो कि साला पढाइ त सबभन्दा घटिया चिज हो जीवनको। अरूले लेखेको किताब पढ्नु छ, अरूले भनेका कुराहरू सुन्नु छ होइन। अनि आफ्नो क्रिएटिभिटी लगाउनु छोडेर मान्छेले अरूले पढाएको किताब, अरूले गरेको सङ्घर्ष, अरूले गरेको कामप्रति मानिस यसरी लिप्त भयो कि उसले के इन्भेन्सन गरौँ त्यो मात्र हेरिरहेको छ कि अब हामीले कसरी इन्भेन्सन गर्ने भन्ने कसरी सोचेको छैन यहाँ। अब जस्तै मैले भन्न चाहिँ मलाई केही कुरा नयाँ गर्नु छ भने पहिलेदेखि नै गरिदिएको छ, त्यसलाई सुधार्नतिर जानु पऱ्यो नि होइन। त्यही पढ्ने, त्यसले के बिगारो हो अनि अर्को साइन्टिस्टले कसरी सुधारो त्यो पढ्ने भन्ने सोध्छ क्या अहिलेको टिचरहरूले। सबैले त्यही पढाइरहनु भएको छ। नयाँ टेक्नोलोजीमा कसरी इन्भल्भ हुने, यसलाई कसरी युटिलाइज गर्ने, कसरी युज गर्ने, एआईको रिसोर्सेसहरू कसरी बनाउने, कताबाट कुन प्रम्प्ट लेख्दाखेरि कस्तो जान्छ, त्यो अलिकति युनिभर्सिटी लेभलमा त पढाइ हुनुपर्ने हो नि त। त्यो छैन यहाँ। पढाइ के हुन्छ थाहा छ? पढाइ हुन्छ किताब खोल्नु त सरले, यो फलानु ढिङ्कानले यस्तो थ्योरी बनाएको थियो, अनि त्यो थ्योरी चाहिँ रङ प्रुफ गर्दो। अर्को राम भन्ने मान्छे आएर एउटा थ्योरी प्रुफ गर, अनि फिरोन भन्ने अर्को मान्छे आयो, अनि उसले त्यो थ्योरी रङ गरिदियो। अनि के भन्छ, अनि अन्य मान्छेहरू आए, अनि जिएस आयो, यो आयो त्यो आयो होइन, सबै आयो। अनि सबैले एउटा एकअर्काको थ्योरीमा झगडा गऱ्यो, अनि त्यसरी एउटा थ्योरी प्रुफ भयो। लास्टमा त्यो थ्योरी कतिखेर पढाउँछन् थाहा छ सरले? सबै थ्योरी याद भइसक्छ नि तपाईँलाई। हो यो थ्योरी कुनै पनि पढ्नु थिएन, यो लास्टको जुन म टपिक पढाउँछु नि त्यो थ्योरी चाहिँ तिमीले याद राख्ने भनेपछि त विद्यार्थीले कसरी याद राख्छ त्यो थ्योरी? हो म नेपालको शिक्षा प्रणालीलाई एकदम गलत भन्न चाहँदैन, तर पनि केही हदसम्म गलत छ नेपालको शिक्षा प्रणाली। अब कति शिक्षालाई पनि दोष दिनु, शिक्षा भन्दा पनि धेरै दोष त म आफैमा छ होइन। पढ्दिनँ पहिले कुरा, त्यो पनि एउटा राम्रो पक्ष हो मेरो। नपढ्नु सबैजना पढ्न थाल्यो भने, सबै डक्टर इन्जिनियर भइदियो भने कसले देश चलाउने? नेता को बनिदिने? पार्टीका झोले कार्यकर्ता को बनिदिने? सबै म आफै हुन थाल्यो भने, इन्जिनियर म, डक्टर म, सबै म एक्लै भइदियो भने कन्डक्टर को बन्ने? गाडी को चलाइदिने? सबै सोचेर हिँड्छन् क्या मान्छे अहिले। म यति पढ्छु अनि यस्तो हुन्छ, अनि म भोलि गएर डक्टर बन्छु, अनि म तरो पैसा छाप्छु भन्छ क्या सबले। तिमी डक्टर बन्ने भए तिम्रो पैसा पनि त लगानीदारै लागेको हुन्छ होला नि त भाइ। त्यो सोचेर मान्छेले कहिले सोचेको हुँदैन क्या। एन्ड मेरो गफ पेलाई चाहिँ फेरि दामी छ है। फेरि मलाई अरूसँग गफ गर्नु भन्दा आफैसँग चाहिँ गफ गर्न भवाल मजा आउँछ। यो क्यामेरा खोलो अनि गफ हान्दियो क्या एकलट है। अब साँझ परिसकेको छ, आज पनि बाहिर जान पाइँदैन। आजको लागि चाहिँ भ्लग यहीँसम्म छ, यहीँसम्म हेरिदिनुमा धन्यवाद। अनि त्यसरी
के भन्छु भने तपाईँको छेउमा त्यहाँ लाइक बटन पनि होला है लाइक बटन यस्तो मजाले थिच्नुहोस् कि त्यहाँ पिलिक्क बत्ती बल्नु पऱ्यो क्या लाइकमा है अनि कमेन्ट गरिदिनुहोस् एन्ड टुडे फर द्याट दिस मच द्याट मच जे भन्नुहुन्छ त्यही मच अनि यति यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अझै सपोर्ट देखाउँदै जानु होला अनि म भिडियो बनाउँदै जानेछु until I get change. Okay. This is Jai Nepal.